नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू भिडियो साथीहरु सबैजना सन्चै आरामै हुनुहुन्छ र हामीहरु पनि सन्चै आरामै छौं। के छ कस्तो छ हजुरहरुकोतिर? हामीहरुकोतिर एकदमै घाम लागिरहेछ, एकदमै रमाइलो र राम्रो छ। अब आजकलका दिनहरु बादल छैन, घामहरु लागिरहेछ, पानी परेको छैन, एकदमै राम्रो छ। बिहानको नास्ताहरु खाएर सबैजनाले आफ्नो काम कार्यतिर लागे अनि म पनि मेरो गृहिणी काम कार्यतिर लाग्दै छु। बिहान नुहाई धुवाई गरे, अहिले लुगाहरु सबै सुकाएर आइसके। हेर्नुस् मैले हिजो मगाएको लुगाहरुको लुक्स कस्तो छ। यो नमन परेको हो, तै पनि के गर्ने, अब अप्सन छैन, त्यही भएर लगाउनु पर्यो है त साथीहरु। कस्तो छ हेरौं। हेर्नुस् हजुरहरुलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु होला भन्दै नास्ताहरु खायौं। अनि बुवा पनि आफ्नो बजारतिर जानुभयो अनि मम्मीले बेबीलाई सुताउँदै हुनुहुन्छ। म चाहिँ अब भाँडाहरु धोएर, पानीहरु भरेर, लुगाहरु धोएर सबै कामहरु सकेर अब चाहिँ म पनि खानाहरु पकाउनेतिर लाग्नु पर्यो। आज चाहिँ मेरो हस्बेन्डले टिफिन लगेर जानु भएको छैन। आज चाहिँ टिफिन यतै खाना खाने गरे भनेर यतैको कम्पनी जानु भएको छ। एकदमै घाम लागेको हुनाले आँखा हेर्न सकिँदैन घाममा। हेर्नुस् मेरो फाइनल लुक्स कस्तो लाग्यो है त। म इतनी सुन्दर हुँ त क्या, आँखा हेर्न सकेको छैन है। के गरेको होला यो अमृता दिदीले, नसोच्नु होला। दिदी मात्र होइन, हजुरहरुको जे भन्न चाहनुहुन्छ त्यो नै हो है त साथीहरु। मेरो फिगर कोका-कोला। हामीहरुको बारीमा आज सबै बारी मम्मीले पानी हालेर चार्नु भयो सबै न। ऊ त्यहाँनिर हेर्नुस् लुगाहरु सबै सुकाउन हाले, अहिले धोएर। घाम लागेको छ चिटिक्क पारेर चर्किलो घाम। अब एकैछिनमा लुगाहरु सुकिहाल्छ। यहाँनिरको बारी हेर्नुस् एकदमै राम्रो भइरहेछ। आया हात पनि गलिसक्यो। यहाँनिर पानी हाल्नु भयो मम्मीले सबै न प्याजहरुमा, एकदमै राम्रो भइरहेछ है त। काँक्रा पनि फलेको छ, काँक्रा ठुलो भएपछि मात्रै देखाउँछु हजुरहरुलाई। यहाँनिर पनि भाँडाहरु सबै भरेर राखेकी छु। यो भाँडाहरु धोएर राखे। अब चाहिँ भित्र झाडु साडु लगाउँछु खाना पकाउने ठाउँनेर। झाडु लगाइसकेपछि खानाको तयारी गर्नु पर्यो। हस्बेन्ड आइहाल्नुहुन्छ छिटो छिटो। जति ढिला गर्यो त्यति नै ढिला हुन्छ। मेरो गफ कहिले सकिँदैन, हजुरहरुलाई थाहै छ। गफाडी अमृता है त साथीहरु। के भन्ने के गर्ने, अब मेरो नन्द गइहाल्छु भन्नुहुन्छ। बर्थडे अब कस्तो गर्ने के गर्ने, पछि पनि मनाउन हुन्छ कि हुँदैन भनेर सोच्दैछौँ। पछाडि पनि 13 दिनको काजक्रिया सकेपछि मनाइदिउँ कि जस्तो पनि लागिरहेछ। हेरौँ कस्तो हुन्छ के हुन्छ। बुवा मम्मी के भन्नुहुन्छ, हस्बेन्ड, हामीहरु दुईजनी त, दुईटा नन्द भाउजू त एकदमै त्यो गर्ने कि गर्ने भन्ने मात्र छौँ है त। अहिले त हामीहरु पनि बुझ्छौँ। अब क्रियाकाज सबै भइसकेपछि गर्दा के फरक पर्ला, पहिलो बर्थडे जसरी पनि गरौँ भनेको छु है त। कस्तो भन्नुहुन्छ हजुरहरुको सामु सबै नै आउने नै छ, म हजुरहरुलाई शेयर गर्ने नै छु है त भन्दै यस्तै छ साथीहरु। सबैजनाले साथ सपोर्ट दिनु होला। भिडियोलाई लास्टसम्म हेरेर कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु होला है त। मेरो लुक्स कस्तो लाग्यो घरी के भनेको होला नसोच्नु होला। मेरो लुक्स कस्तो लाग्यो आजको भन्दै है। एकदमै तातो हुने रहेछ यो लुगाहरु, नेपालको जस्तै हाम्रो यतातिर पनि पाइन लाग्यो आजभोलि। किनेको सस्तो मस्तो, हामी गरिबहरुको यस्तै गुजरा पानी चलाउने है त। मनको धनको गरिब भए पनि मनको हामीहरु जस्ता धनी कोही छैनन् होला। सायद म जस्तो धनी कोही छैन होला मनको। त्यही भएर हामीहरु सबैजनाले एकअर्कालाई सपोर्ट गरेर, एकअर्कालाई माया गरेर, मान्छेहरु जो पनि दिदी बहिनी दाजु भाइ दिदी आमा बुवा सबै केही गर्न चाहनुहुन्छ भने उहाँहरुलाई सबैजना मिलेर सपोर्ट गरौँ है त साथीहरु। अब चाहिँ दिदीहरुसँग, बहिनीहरुसँग, बुवाहरुसँग एकैछिन फोन गर्नु पर्यो। कुराकानी के भयो, कस्तो भयो, घरतिर कस्तो छ, के छ, चिसो, हजुरहरुको तबियत पानी खबर के छ भनेर फोन गर्छु एकैछिन है त। यस्तै हो दिनहरु, यसरी नै जान्छ, चलिरहेछ जिन्दगी। बेबीलाई पनि नुहाइदिएको आज 2-3 दिन भयो नुहाएको थिएन। हिजो मम्मी माथि हुनुहुन्थ्यो नि त, त्यही भएर आज चाहिँ आइसक्यो। हजुरहरुको सामु एउटा कुरा भन्न बिर्सेको के, हस्बेन्डले हामीहरुलाई के पनि नभनेर नै त्यो भिडियो पनि राख्ने छु है हजुरहरुको सामु। अनि बुवालाई मोबाइल मगाउनु भएको के। हामीहरुको अब जस्तो कन्डिसन छ त्यस्तै हो। मेरो पनि यो एन्ड्रोइड भन्नाले रियलमी 16,000 को मोबाइल हो। हामीहरुमा त्यस्तो छैन क्षमता ताकत। जतिको छ आफ्नो त्यतिमा खुसी र सुखी रहने मान्छे। त्यही भएर आफूले पनि पुरानो चलाइराख्नु भएको छ। मम्मीको र मेरो एकदमै खराब भएको थियो भनेर मलाई र मम्मीलाई किन्नु भयो। अनि बुवाको मोबाइल पनि एकदमै खराब भयो। त्यही भएर आफ्नो परिस्थिति जस्तो छ
त्यही अनुसारको मोबाइल किनेर सरप्राइज दिनुभयो अस्ति नै। हामीहरूलाई कसैलाई पनि केही पनि नभनेर बुवा एकदमै खुसी हुनुभयो। मोबाइल पुरानो मोबाइल ल्याएर देखाउनु भएको, यो यति खत्तम भइसकेको थियो भनेर। मलाई चाहियो पनि भन्नु भएन बुवाले। हेर्नुहोस् न, त्यही भएर घरमा अब कसको के भएको छ कसको के भएको छ त्यो थाहा पाउने फ्यामिली हुनु पर्यो, हो कि नै साथीहरू। मेरो मोबाइल खत्तम भएको थियो किन्नुभयो, मम्मीको खत्तम भएको थियो किन्नुभयो, अब बुवाको पनि खत्तम भएको थियो किन्नुभयो। अब कसैको केही पनि छैन, मोबाइलहरू भयो। अब सुन चाँदी हिरामती मान्छेहरूका जग्गा जमिन घर जग्गा सुन चाँदी सबै छ, हामीहरू केही पनि छैन। तर छैन मन पनि त्यो चाहियो भन्नेमा छैन। जे छ आफूमा, जे छैन त्यहीमा सन्तुष्टि रहने हो। एक गाँस बिहान बेलुका खाना पुगेकै छ, पुग्नु परोस् बस। जहाँसम्म मेहनत गरिन्छ गर्दा गर्दै जतिको हुन्छ त्यत्तिकोमा खुसी रहने हो। धेरै ओभर थिङ्किङ गरेर धेरै सोचेर कमाइ थोरै ठुल्ठुला सपनाहरू बोकेर पनि हुँदैन। सपनाहरू बोक्नुपर्छ तर मेहनत गरिरहनुपर्छ। एक दिन मान्छे अवश्य सक्सेस हुन्छ है त साथीहरू। मसँग हजुरहरू कुरा गरेर कुरा गरेर सक्नुहुन्छ, जित्न सक्नुहुन्छ। झगडा गरेर जित्न सक्दैन, तर म हाँसो मजाकमा म जति कोही जितिसक्दैन। हाँसो मजाक मस्ती एन्टरटेनमेन्ट यस्तै हो मेरो कहिले पनि है त साथीहरू। सबैजनाले साथ सपोर्ट दिनु होला है त। हजुरहरूकी प्यारी अमृतालाई माया गरिदिनु होला भन्दै अहिलेलाई यति नै। खाना पकाउनु पर्यो। म गफाडीलाई जति गफ लगाए पनि टाइम पुग्दैन। अब हस्बेन्डको लागि खानाहरू छिटो छिटो पकाउनु पर्यो, ढिला हुन्छ। पछि के गरेर बसिएको थियो अब तिमीहरू दुईटा सासू बुहारी भन्नु होला। फेरि हस्बेन्ड आएपछि अहिले मम्मीले चाहिँ बेबीलाई सुताउनु भएको छ, फेरि पछि बेबीले झिँजो गर्छ अनि मैले बेबीलाई भुलाउनु पर्छ अनि मम्मीको फालाफाल पर्छ यता त्यता धेरै। त्यही भएर एकैछिन मेरो बारीको काँक्राहरूको बेलाहरू सबै प्याजहरू कस्तो भयो हेर्नुहोस् है त। पालकहरू सबै यता यहाँनिर भइरहेछ। ओके है त, हजुरहरूको सामु जे हुन्छ सबै कुरा म ल्याउने नै छु भन्दै अहिलेलाई यति नै। पछि जोडिन्छु हजुरहरूको सामु है त साथीहरू। सबैजनाले साथ सपोर्ट दिनु होला। देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले हामीहरू सबैजना मिलेर अगाडि बढ्नुपर्छ ल। म यति सुन्दर हुँ त क्या गरौँ भन्थे नि हो त्यस्तै। म यति राम्री छु र के गरौँ भन्ने जस्तो होइन। म आफ्नो तारिफ आफै गरेको पनि होइन, यस्तै कुराकानी हो है त गफाडीमा होइन। कस्तो लाग्यो मेरो आजको लुक साथीहरू? कमेन्ट बक्समा कमेन्ट गर्नु होला भन्दै बार कतिचोटि भनेको होला। नसोच्नु होला मैले हजुरहरूलाई एन्टरटेनमेन्ट गर्नको लागि भनेको, मस्ती गरेर है त। लुगाइ नदेखे जस्तो रहेछ यस्तो त्यस्तो रहेछ नसोच्नु होला। हामीहरूलाई यति यो पाउँदा पनि हामीहरू धेरै खुसी हुन्छौँ। धेरै ठुला सपनाहरू, धेरै ब्रान्डेड यस्तो त्यस्तो छैन। इच्छा एक लाउन पाए, कपडा साला ढाक्न पाए पुग्छ है त साथीहरू। अब जाम हजुरहरूलाई बारी देखाउँछु है त। हेर्नुहोस् यहाँनिर मम्मीले सबै पानीहरू हाल्नु भएको, आज चाहिँ चार्नु भएको। हेर्नुहोस् एकदमै राम्रो भइरहेछ। त्यहाँनिर काँक्राहरू पनि लागिरहेछ। अब निम्बु पनि फलेको छ। यहाँनिर तुलसी, यो पुदिना सबै एकदमै राम्रो भइरहेछ। अझ कस्तो हुन्छ के हुन्छ हजुरहरूलाई देखाउने नै छु। यहाँनिरको प्याज एकदमै राम्रो भयो। यहाँनिर पानी एकदमै खट्टिन्छ नि त, त्यही भएर यति सुन्दर हुन्छ क्या गरौँ। कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु होला कस्तो लाग्यो मेरो लुक्स भनेर है त साथीहरू भन्दै अहिलेलाई यति नै। खाना पकाउनुतिर लाग्नु पर्यो। म गफाडी औषधि खानु पर्यो, गोली खानु पर्यो, ट्याब्लेट नखाएर बाँच्न सक्दैन। कुन दिन सास रोकिन्छ थाहा छैन मेरो है त। यस्तै छ। यो बिरामले मलाई साह्रै सताइसकेको छ धेरै नै। खाना पकाउनु पर्यो है त साथीहरू, ढिला नगरौँ। जति गफाडीले जति गफ गरे पनि टाइमै पुग्दैन है त। ल शीतलमा आएँ म एकैछिन। ओके यहाँनिर देशीहरूको बानी हेर्नुहोस् न। यहाँनिर त्यो घिरौँलाहरू पलाएको थियो, पलतिरको बेलाहरू आएर बेला काटिदिए हेर्नु न। हामीहरूले खान्छ भनेर हामीहरू खान्थेनौँ, तर उनीहरूको टिपेर लग्यो भने त हुन्थ्यो नि। त्यही भएर नेपालीको मन भनेको एकदमै सफा र स्वच्छ र एकदमै हेल्प गर्ने र एकअर्काको दुःख हेर्न नसक्ने हुन्छ भनेको यही हो। यिनीहरू त एउटा पनि हेर्नै सक्दैन। यति रिस गर्छन् के कुरा गर्ने। अब सबै त उस्तै हुँदैनन् है त साथीहरू, कोही हुन्छन्। अब त्यो बेलाले कस्तो फलिरहेकोले के बिगारेको रहेछ त हेर्नु न। जति पटक आयो नि यता उनीहरू काटिदिन्छन् कि, यस्तो मतलबी कामहरू गर्छन् कि हामीहरूले खान्छ भनेर। हामीहरू खाँदैनौँ, मान्छेले दिएपछि खाने हो। तर यसरी चोरेर समातेर अर्काको लिएर खाने हामीहरूको चलन छैन। दिए खाने हो, तर नभए भोकै मागेर खाने हो बरु। तर त्यस्तो एक्लै तानेर निकालेर खाने चालचलन छैन हाम्रोतिर
हामीहरूले त्यो संस्कार पनि सिकेका छैनौँ है त। हामी नेपाली वीर गोर्खालीका छोराछोरी हो, यस्तो हामीहरूको कहिले पनि आउँदैन मनमा है त। वीर गोर्खालीका छोराछोरीले अरे वीर गोर्खाली छोरीलाई सपोर्ट गर्नुहोस् है त साथीहरू भन्दै अहिलेलाई यति नै जानु पर्यो खाना पकाउनको लागि है त। धमाकेदार भिडियो आइसकेको छ हजुरहरूको साम, सबैजनाले मन पराइदिनु होला साथीहरू। अब चाहिँ राप्लो बनाएर खाने हो। सागहरू टिपिसक्यौँ बारीको हामीहरूले है त। आज हाम्रोतिर राप्लो भन्छ, यो कापो हो कि एकदमै मिठो हुन्छ, मिठो लाग्छ। यसलाई मसिनो गरेर काट्ने। अझ मम्मीले भन्नुहुन्छ म चाहिँ यो पकाउँछु, हजुरआमाले बेबीलाई हेर्नुहुन्छ, त चाहिँ फेरि खनेर त्यसमा लगाइहाल भन्नुहुन्छ। म चाहिँ काम गर्न झ्याउ मान्ने मान्छे, अल्छी मान्ने मान्छे। मेरो मुड चलेपछि सबै गर्छु। अनि त्यही भएर आज न मम्मी आज नगर्ने भन्दैछु। मम्मी मेरो पछाडि लाग्यो गर्नुभएको छ है त साथीहरू। अब चाहिँ सागहरूलाई धुनु पऱ्यो, यहाँनिर पानीमा सफा गरेर लगेर राखिदिन्छु। अनि बेबीलाई एकैछिन फिडिङ गर्छु, त्यसपछि म सागहरू फालिहाल्छु। फेरि आज मम्मी पछाडि लाग्यो गर्नुहुने, एकछिन खस्याङ खुसुङ गरिदिन्छु अनि सागहरू लगाउँछु त्यसमा। अर्को दिन खानको लागि एकदमै राम्रो हुन्छ, एकदमै मिठो हुन्छ। यो चाहिँ अर्ग्यानिक आफ्नो बारीको साग है त। हजुरहरूलाई कस्तो लाग्छ? हामीहरूलाई त एकदमै मनपर्छ। यो चाहिँ तोरीको साग हो है त, रायोको साग, एकदम मिठो लाग्छ साथीहरू। मैले चाहिँ बेबीलाई कहाँ हालेको छ? आफ्नै कपडाभित्र हालेको छु। कति स्माइल गरेको मेरो कपडाभित्र बेबीलाई पनि ठाउँ भयो। आज चाहिँ काङ्गारू मदर केयर गरिदिएँ मैले आज बेबीलाई है त। अब चाहिँ हामीहरू खाना पकाउँछौँ। हेर्नुहोस् साथीहरू, यता चाहिँ मेरो नन्दले के त पार्सल मगाउनु भयो बेबीको बर्थडेको लागि, यति खुसी भएर। यो के होला हेर्नुहोस्। अब यो हेर्नु पर्यो के रहेछ। बाफ्रे जेलो छ यो, म खोल्दिनी हो। हेर्नु मम्मीलाई लगेर जानु पर्यो। सबैजनाले खाना खाएर अनि बसिसकेका छौँ। यहाँनिर बेबी सुतिरहेछ। हेर्नुहोस् म कस्तो गरिरहेछ, सुतेको बेलामा पनि चप गरिरहेछ। म चाहिँ बाहिर भिडियो बनाउन पाएन अनि भाँडाहरू धोएँ हतारले, अनि बेबीलाई खाना खुवाएँ, अनि त्यसपछि बेबीलाई सुताइहालेँ साथीहरू। हेर्नुहोस् आजको लुक्स कस्तो लाग्यो मेरो, हजुरहरूले कमेन्ट बक्समा कमेन्ट गर्नु नभुल्नु होला। घरिघरि किन भनेको नसोच्नु होला, हाँस्नको लागि र हँसाउनको लागि भनेको, अन्यत्र के पनि नसोच्नु होला। एकदमै चिसो छ, मलाई चाहिँ एकदमै मन पर्यो। कलर नमन परे पनि अब ठिकै छ, लुगाहरू एकदमै राम्रो छ लगाउनलाई, भित्र चिसोमा एकदम राम्रो छ है त। यस्तै छ, आजको दिन पनि यसरी नै गयो। अब अघि नै त्यो सागहरू टिपेर, सागको राप्लो भन्छ हाम्रोतिर, अनि सबै नेपालीहरूले बुझ्ने भनेको कापो भनेर बुझ्छन्। त्यो बनायौँ, एकदमै मिठो भयो, हामीहरूले खायौँ। अनि मेरो नन्दले चाहिँ गिफ्ट के मगाउनु भएको रहेछ बच्चालाई, बेबीलाई बर्थडेको गिफ्ट भनेर, त्यो खोलेको छैनौँ अहिलेसम्म। गाडी होला जस्तो छ, भोलि देखाउँछु है त हजुरहरूलाई। खोलेपछि आज उहाँ चाहिँ बजार जानुभएको छ, बजारदेखि आइसकेपछि खोलेपछि अनि भोलि म देखाउने छु हजुरहरूलाई के गिफ्ट रहेछ भनेर है त साथीहरू। यस्तै छ, सबैजनाले माया गर्नु होला। मेरो हस्बेन्ड चाहिँ आज यतै कम्पनी हुनुहुन्थ्यो, आज चाहिँ नागपुर जानुभएको छ। अहिले गइसक्नु भएको छ 3:30 बजेतिर नागपुर जानको लागि। अहिले हिँड्नु भएको छ, 14 घन्टा लाग्छ गरे। अनि भोलि बिहान पुग्नुहुन्छ। भोलि दिनभरि काम गरेर साँझ फर्किनुहुन्छ, अनि पर्सि बिहान यता पुग्नुहुन्छ। यस्तै छ, यसरी नै गयो आजको दिनचर्या पनि हामीहरूको। अनि मम्मी बुवा गएर अहिले हजुरआमालाई माथि मामाको रुममा छोडेर आउनुभयो। मन पनि जानुहुन्थ्यो यत्तिकै बस्नको लागि, तर यहाँनिर कस्तो भयो भनेपछि हामीहरू, मेरो नन्द र म मात्रै हुने भयो नि त। बुवा राति नाइट ड्युटी गर्न जानुहुन्छ, वाचम्यानको काम गर्नको लागि। त्यही भएर सेक्युरिटी गार्ड हो नि त स्कुलमा बुवाको, अनि त्यही भएर बुवा जानुहुन्छ राति, त्यतै सुत्नुहुन्छ। अनि म र नन्द एक्लै हुने भयो नन्द, अनि त्यही भएर मम्मी चाहिँ साग दिएर मात्रै आउनुभयो। अनि त्यहाँ बस्नु भएन, हेरौँ गएपछि जानु होला। म त के मान्दैन, घरभित्र सबै तालाहरू लगाएर सुत्दाखेरि नन्दले अलि डर मान्नुहुन्छ। त्यही भएर हस्बेन्ड भएको बेला त केही मान्नुहुन्थेन मम्मीले, किनकि उहाँ हुनुहुन्छ भनेर। यस्तै छ साथीहरू, आजको दिनचर्या यसरी नै गयो है त। सबैजनाले माया गरिदिनु होला। साथै अमृता ढकाल युट्युब च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। हजुरको एक लाइक, एक सेयर, एक सब्सक्राइबले
कसैको जीवन बदलिन्छ भने कन्जुसाइ नगर्नु होला। देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइलाई रिक्वेस्ट गर्न चाहन्छु, हजुरहरू सबैजनाले साथ सपोर्ट दिनुहोला। हजुरहरू सबैजनाको साथ सपोर्टको आशा गर्दै आजलाई यति नै, नमस्ते है त, भोलि भेटौँला भन्दै बाई बाई, लभ यु सो मच। सबैजना स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। अहिलेको मौसम एकदमै चिसो छ, ध्यान दिनुहोस्। आफ्नो बालबच्चाहरूको यो बेलामा निमोनिया आउने चान्स धेरै हुन्छ, एकदमै केयर गर्नु होला बेबीहरूको। सोचे जस्तो केही पनि हुँदैन, बेबीको बर्थडे हुन्छ हुँदैन म हजुरहरूको सामु सुनाउने नै छु, देखाउने नै छु है त। यति भन्दै आजलाई यति नै, नमस्ते बाई बाई, लभ यु सो मच, थ्याङ्क यू सो मच। 302 सब्सक्राइब पुगेकोमा यति धेरै माया र साथको लागि। अझै साथ सपोर्टको खाँचो छ, सबैजनाले साथ सपोर्ट दिनु होला भन्दै हामीहरू सबैजना एकअर्कालाई साथ सपोर्ट दिएर अगाडि बढ्नुपर्छ है त भन्दै, गोर्खा वीर गोर्खालीकी छोरी हुँ म है। हामीहरू सबैजनाले साथ सपोर्ट गर्नु होला भन्दै बाई, लभ यु सो मच सबैजनालाई है त। भोलि भेटौँला ल, मेरो लाइभ पनि छैन, लाइभमा भेट्ने थियौँ र।